हेलो एभ्रिवान, आज चाहिँ हामी दिक्तेल बजारमा छौँ होइन। दिक्तेल बजार घुम्नलाई हामीले मम्मीलाई पैसा मागेको 200 रुपियाँ दिनुभयो। ओहो, योभन्दा धेर त मम्मीले दिनै मैन भनेर हामी चुपचाप लाग्यौँ। जाँदा जाँदै यो आरती मिठाई पसलमा आउनुहोस् न, आउनुहोस् दिदी, आउनुहोस् आउनुहोस्, तातो तातो समोसा खाएर जानुहोस् भन्नुभयो। हामी पसिहाल्यौँ होइन। अनि त्यस पछाडि 40 रुपियाँ खर्च गरेर हामीले 4वटा तातो तातो समोसा खायौँ। एकदमै मिठो थियो, तपाईँहरू पनि ट्राई गर्नुहोला। त्यस अन्तिममा दाजुले हामीलाई चाहिँ फ्रीमा जेरी दिनुभयो। ठिकै छ, पैसा कम भएको बेला खाइदिउँ होइन। अनि यो चाहिँ एमए क्याफे रत्न पार्क दिक्तेलको अहिले नयाँ खुलेको। हामीले त्यहाँ चाहिँ 100 रुपियाँको किमा नुडल हाफ मगायौँ। यो पनि एकदम मिठो थियो। त्यस पछाडि हामी लाग्यौँ यो बेकरीमा, पेस्ट्री सप भनौँ न के भनौँ होइन। यसको नाम थाहा थिएन, घोची घोची मागेको होइन। अनि यसलाई चाहिँ हाम्रो 40 रुपियाँ गोटाले 80 रुपियाँ पर्न गयो। ट्राई गरेको एकदमै मिठो थियो। अझ खाइ नसकेर हामीले चाहिँ एउटा चाहिँ प्याक गरेर मम्मीलाई लगिदिउँ ल।